सम्पूर्णलाई नमस्कार। विगत लामो समयको प्रतीक्षा सँगसँगै पार्मा र मिलानको मैत्रीपूर्ण गेम भएको थियो। स्थान कोलेक्यो, नोभेम्बर 23 तारिक अथवा मङ्सिरको 7 गते आइतबारको दिन। मैत्रीपूर्ण गेम हेर्न आइदिनु हुने सम्पूर्णलाई धन्यवाद छ। र मिलानदेखि हाम्रो निमन्त्रणमा आउनुहुने खेलाडी तथा अभिभावक नेपाल मैत्री मञ्चका अग्रज बुद्धिजीवीहरू उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी नरेश गुरुङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको नेतृत्वमा यो मैत्रीपूर्ण गेम हुन सफल भएको थियो। यस मैत्रीपूर्ण खेलको लागि कोलक्यो नेपाली परिवारमा रहनुहुने सम्पूर्ण आमा बुवा तथा दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। सहयोगी हातहरू प्रत्यक्ष वा अप्रत्यक्ष गर्नुभएकोमा उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। कोलक्यो नेपाली परिवारमा रहनुहुने अग्रज व्यक्तित्व वा बुद्धिजीवीहरूमा उहाँहरूले गर्नुभएको योगदानलाई धेरै धन्यवाद दिन चाहन्छु। समयमै मैदानको व्यवस्थापन गरिदिनु हुने अग्रज दाइहरूलाई नि एकदमै धन्यवाद दिन चाहन्छु। मिठो खानाको व्यवस्थापन गरिदिनु हुने दाइहरूलाई नि एकदमै धन्यवाद दिन चाहन्छु। र समयमै यातायातको व्यवस्थापन गरिदिनु हुने दाजुहरूलाई नि धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरी कोलक्यो नेपाली परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु। दोस्त तिमीले सबै राम्ररी जानु होइन पछि यसो कुरा गरिराख्नु।